नमस्कार 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 जय होस् जय होस् जय मानव सेवा जय मानव सेवा यही नै हो एउटा हाम्रो परिवारभित्रको एउटा जुन मान्छेलाई मान्ने गुन्ने पूजा आजा गर्ने जहाँ जिउँदो मूर्तिलाई पुजिन्छ जहाँ त्यही जिउँदो मूर्तिले बनाएको हरेक सामग्रीलाई पछि हामी आस्था गरिन्छ र त्यस कारणले हाम्रो यो रोज हेल्पिङ ह्यान्ड्सके एउटा मानव सेवी हाम्रो आदरणीय प्रिय मेरो बहिनीको जन्मदिन परेको छ हाम्रो म लगायत स्वयं सम्पूर्ण हाम्रो यो रोज हेल्पिङ ह्यान्ड्स मानव सेवाको टिमको तर्फबाट उहाँलाई एकजुटी फेरि सम्पूर्णले ह्यापी बर्थडे विश गरिदिनु है त ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु माय डियर सङ्गीता ह्यापी बर्थडे एकैछिन कपिराइट आउँछ बान्दियो मन गाल्छु अलिकति कपिराइट आउँछ नबजाइदिनु है कपिराइट आउँछ युट्युबमा हालिदिनु भयो भइरह्यो ल आज हजुरको जन्मदिनमा यति धेरै हाम्रो एउटा लाखौँ करोडौँ अरबमा एकजना मान्छे यस्तो मान्छे होस् जहाँ त्यो अरब खरबको बिचमा त्यही मान्छे मात्रै काम लाग्छ र सम्पूर्ण एकदम राम्रो होस् कसैको कुरा नसुन्नु आफूले आफूलाई मान्छे बनाउनु बाँकी कुरा जो मान्छे भन्छ त्यसलाई खोइरो खन्छ नै त्यही पनि जसले खने पनि आफ्नो अडिट कहिले पनि नतोड्नु म को हुँ म कहाँ छु मैले के गर्नुपर्छ भनी आफूले मनन गर्नु मेरो काम यो हो मैले यो गर्न आएको भन्नु कसैको कुरा सुन्ने होइन आफ्नो अडिट र आफ्नो लाइन कहिले नसुन्नु किनभने मैले गलत गरेको छैन धरतीमा भनेर एउटा आमालाई साँची राखेर बाँकी कुरा जसले जति नै करोडजना आएर खुट्टा ताने पनि नमस्कार मात्रै गर्नु त्योभन्दा हामी गर्न सकिँदैन किनभने जुन मान्छेलाई यहाँ बेइज्जत गरिन्छ जो मान्छे इमान्दार छ जो मान्छे हुन्छ उसको औकात त्यो मात्रै हुन्छ जहाँ मान्छेलाई गिराउने भराउने हुन्छ तर त्यस्तो कुरामा नलाइकन आजको यो सुजन्मदिन नयाँ समय नयाँ उमङ्गका साथसाथै मेरो बहिनीलाई अनि गिन्ती शुभकामना व्यक्त गर्न चाहन्छु एकचोटि फेरि ह्यापी बर्थडे टु माई लभली डियर लक्ष्मी बत्ती बालिदिनु ल बत्ती बालिदिनु मजाले ल सबैले ताली मारिदिनु लागि ह्यापी सबैले ह्यापी बर्थडे म सानो वर्ष म चाहिँ उहाँलाई पूजा गर्न गइरहेको छु है ल अघि नै हो एकदमै यो गर्नुपर्ने हो अहिले म पूजा गर्छु केक काट्ने बेलामा गर्दिनँ है स्कुल गर्नु केक काट्ने बेला हो कि यो त ल म एकचोटि टिका लगाएर यसरी नै सधैँभरि पूजा गर्न पाऊँ आजको पूजा होइन यो अचम्मको पूजा हो यो राम्रोसँग गर्नु आफ्नो धुन आफ्नो रङ आफ्नो बाटो कहिल्यै नटुटाउनु एकदम इमान्दार काम भएर आफूले आफूलाई इमान्दार मानेर हिँड्नु दुनियाँको लागि इमान्दार बन्नु छैन यहाँ आफ्नो लागि इमान्दार बन्नु छ जहाँ गए पनि आफ्नो म को हुँ भनेर आफूलाई जज गरेर वकिल न्यायाधीश बन्नु आफ्नो लागि दुनियाँ कोही पनि न्यायाधीश बन्न सक्दैन आफ्नो जीवनको लागि म को भने आफ्नो स्वयं आत्मालाई मात्रै थाहा हुन्छ र यसरी नै सधैँभरि पूजा गर्न पाऊँ मेरो सम्पूर्ण मानव सेवा टिमलाई यसरी अग्रसर गरेर लानु कहिल्यै पनि यस्तो मानव सेवामा लागिसकेको एउटा नारी एकदमै यसरी उठ्दै एउटा ह्याप्पी बर्थडे यसरी यता गरेर यसरी दाहिनेहरूबाट ल ताली बजाइदिनु सबैले के काटो त के काट्नु त भाउ के काटो मलाई के छ मलाई वाउ ल यसमा ताली मार्नु है मेरो पनि सधैँभरि यसरी मनाइदिनु होला
ल मेरो कान्छीको आहा Tidak, aku lagi. आउनुहोस् मेरो